गुड मर्निङ सबैजनालाई फ्रम बिही घाँटी दुखेर बोलाउनै सकेको छैन म आज घाँटी समात्यो नि त बोली धेरै बोली त त्यस्तो केही होइन पछाडिदेखिको टुप्पो हिमाल हो उता पनि छ हिमालै हिमाल हिमालै हिमाल यहाँ त कति हो यहीँ छ त धारो किन माथि जानु पर्दो यहीँ धारो छ त गजबसँग टेक्नोलोजी यही पो खुट्टा त हाम्रो नि त हिँड्छ नि अब हिँड्ने भने फेरि तात्छ ल अझै हाम्रो यात्रा सुरु गर्नु पऱ्यो होइन ठिक छ रेडी हो सबै एकदम ओके डन ल दिदी थ्याङ्क यू ल कुन होटेल रह्यो सुनाम राजा होटेल होइन ल यहाँ आएर बस्न सक्नुहुन्छ बीमा एकदम राम्रो सर्भिस छ है ल हुन्छ ल अझ हामी यस्तो छ बिहानको 8 बजे ठ्याक्क एकदम करेक्ट 8 बजे वी आर हेडिङ टु नामरुङ नाउ चिसो चाहिँ डेन्जरै चिसो छ यार मेरो घाँटी हिजो त्यसो भन्दा नि चिसो पानी र गुलियो चक्लेटले गर्दाखेरि घाँटी अलिस कति समातेको अवस्था छ अदरवाइज हिमाल देख्न सक्नुहुन्छ यो हिमाल होइन वास्तवमा यो हिउँ पर्या हो यस्तो छ अब चाहिँ यहाँबाट नामरुङ गऱ्यो अब आज चाहिँ एकदम लाइट एकदम बिस्तारै जस्ट स्लो मोसनमा बिस्तारै 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 हान्नु पऱ्यो यस्तो दामी गाउँछ नि फेरि हिजो मैले तलको उस पनि देखाएको थिएँ दामी यो उसको सल्ली बिरलको टावर अब हाम्रो लोकल भाषामा सल्ली बिरल टावर भन्छ के हो आई डोन्ट नो आज हामी बसेको ठाउँ हिजो हामी बसेको ठाउँ यही हो अब आज कहाँ बसिन्छ कसैले मात्रै थाहा छ यो चाहिँ अलिकति बाइक हो यो अलिक एकदम धेरै मात्रा छ यसलाई मैले कुन दिन पिडिदिन्छु गाइस यसलाई मैले कुर्दिउँ यो भाइलाई कुर्दिउँ मैले साले 16 वर्ष भाइले म नि खोज्छ यार यो भाइ तिनी बुढो भाइ अझ जेन्जी नि होइन भाइ हेर्न कति राम्रो देखेको पछाडि त फेरि स्किमा टोक्ने भाइ पुल नै पुल रहेछ क्या धेरै त्यहाँ तलतिर पुल रहेछ पुल रहेछ राइट त्यो काम छैन यो झन् बवाल हो आफ्नो ब्याक क्यामेरा जस्तो राम्रो फ्यान्सी सेल्फीले कहाँ खिच्छ नि त्यहाँ पनि यस्तो खतरा हिँड्छ त्यहाँ पनि यस्तो बवाल हिँड्छ त्यहाँबाट घाम निस्किँदैछ क्या यस्तो घामको कस्तो छाया पऱ्यो होइन ल यही हो अब हामी नामरुङको लागि आज निस्किँदैछौँ यो चाहिँ आज डे 3 रहेको छ म चाहिँ के भन्न चाहन्छु भने सबैजनालाई धेरै नसके पनि अलिकति आफूले जति सक्नुहुन्छ त्यति घुम्नुहोस् अलिकति भयो भने रमाइलो गर्नुहोस् मतलब नेगेटिभ टाइप नलिनुहोस् पोजिटिभ टाइप रमाइलो गर्नुहोस् जिन्दगी भनेको यस्तै हो अप्स एन्ड डाउन भइरहेको छ चिल एन्ड इन्जोय योर भाइब्स यो पुलमा घोडाहरू मस्त दौडिरहेको छ पुलमा घोडा हिँड्छ के हिँड्छ होइन अब यस्तै त हो नि के हो र बढ्छ यो क्लासमा नल्याएपछि यो किनभने गर्मी सिजन छ त्यस्तो नहोला हाम्रो थिङ्क माथि गइरहेको छ होला मेबी है
cold. But never give up. बापरे पर्वत त चाहिँ नि कडा छ यार पर्वत त दामी छ यार दामी छ कडक छ अरू त अब के हुनु र अब यस्तै हो जिन्दगी तल माथि भइहाल्छ गाह्रो चाहिँ भएको छ यस्तै छ यी यस्तो बवाल छ नि यहाँ हेरौँ है यो तल खोला खोला यो बाटो आम्मामा सोही हो यार यो चाहिँ बवाल हो योभन्दा नि यो जुन स्ट्रगलसँगको यो भ्यू चाहिँ ठिक छ कडा छ स्ट्रगल त जान्छ पुरै नगरौँ माया टोक्ने यति खुट्टा त ओभर त फिरेको छ तर ठिक छ केही भएन चिल हो यार घुम्दिनु पर्छ डुल्नु पर्छ भन्दा नै यहाँसम्म आइयो अब यति त हो लगभग अब भोलि आधा पार गरिन्छ त्यसपछि सक्यो टोरीहरू हिँडिरहेछ अब चाहिँ हामी बिसाउने प्रक्रियामा छौँ बिसाउनु त होला नि बिसाउने दुई शब्द बोल नि त मलाई केही बोल्नु मन लागेको छैन यहीँ ल पानी पियौँ हेलो ल यो चाहिँ ग्याप भन्ने ठाउँको यो पहिलो यस्तो खालको यो खतरा ठाउँ रहेछ यो पहिलोचोटि यस्तो गइयो निस्कियो योबाट अब यस्तै यस्तै होला मेबी यो गेट होला लामाहरू यो त के हो यहाँ चाहिँ यो सेतो फुल यो के फुल हो मैले चाहिँ हिँड्नै सकिनँ फुल हो कि फल हो कि फुल हो कि फल हो यो फुल हो फुल हो योबाट फल भन्छ फल भन्छ उम्रिन्छ ओके हाम्रो साइन्टिस्टहरूले फेरि उम्रिन्छ लगाइदिनु भयो उम्रिसकेको फुल हो तर फल्छ कि फल्छ फलेको खाना मिल्ने भयो खाना हुन्छ पर बस्ती रहेछ मान्छे रहेछन् पालुवा पलाएको खान्छ कि भला आइपुग्यो चाहिँ बाबाले हिमालय हिँड्नु भयो माथि हिँड्नु सबले घेरेको छ ठाउँ होइन अहिले चाहिँ हामी नाम्रुङ भन्ने ठाउँमा आइयो यसको नाम्रुङबाट अब अगाडिको कुन ठाउँ हुन्छ भार्जिङ के भन्ने ठाउँमा हो त्यही राम्रो रहेछ यहाँ होमस्टेहरू टर्ने रहेछ माई घर ब्लू कलर इज माई फेभरेट कलर यो घर चाहिँ कस्तो दामी क्या चट्ट दाइ पिन दाइ यस्तो रहेछ होइन यो जिन्जर लागेको रुख साथै यो सानो गाउँ ब्युटिफुल प्लेस ब्युटिफुल भिलेज भनौँ न कस्तो राम्रो होइन ऊ चाहिँ यहाँ भार्जिङ भन्ने ठाउँ पुगिन्छ भार्जिङ भन्ने ठाउँमा पुगेर अब 2600 अझै यति हाइट उक्लिने छ
भनेपछि त टन्नै हिँड्न पर्छ भनेपछि अब आधा हिँड्न परेन वी हेभ वाइफाई हट सार कटेज क्लिन रुम माई गड कस्तो पनि रहेछ दुईवटा लड टेक्दा एकदम आनन्द या अब मसँग हिँड्नुहुन्छ होइन अब अहिले रन्क्यो ल सन्तोष बनाएर हजुरलाई मैले एल्युमिनियमको लड टेक्न दिने वाह भाइ क्या बात है यार भाइ छिटो बिस्तारै हिँड्छ नि यार अलि लम्क्यो यार छौ ल बोल्नु यस्तै छ मेरो चाहिँ अलि घुँडाको समस्या हो सेतो रगतको कमी भयो जस्तो ला आजसम्म 2वटा पेन किलर भगाएर यहाँ छु म अब दिनवाला छु अब सानोतिनो आटाइले चाहिँ आइदिनु रहन्छ भन्ने थाहा भयो धेरै गाह्रो छ हाम्रो सर फेरि उता हुनुहुन्छ ऊ अर्को सर त हिँड्नै सक्नु भएन झन् म जति नै हिँड्न सक्नु भएन भर्खरलाई यति नै अलि अगाडि गरेर बनाउँछ है थाकियो क्या ओभर थाकियो ल हामी चाहिँ यहाँ खाना खाएर अब लाग्ने तर्खरमा भयो होइन किनभने यहाँ मिठो खाना खाने यार तुना भन्ने चाहिँ एउटा यस्तो दामी थियो कि टुना हो टुना त्यही त भने मैले कहाँबाट आउनुभएको आमा कहाँदेखि आउनुभयो ए अहिले कहाँ जानु हुने अब कहाँ जाने ए हुन्छ ल कस्तो दामी मौरी क्या हामी चाहिँ यो घना पानामा जङ्गलमा सफर गरिरहेछौँ जङ्गल त सानो छैन काँठो त्यो रुख